Let's Hello, make good chia morning seeds pudding everyone. with me. यो बहिनीले चाहिँ कति धेरै यस्तो खानेकुरा खाँदो रहेछ, कहिले पकौडा, कहिले थकाली खाना, यस्तो 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 मात्र पोस्ट गर्छ। किन नमोटाओस् त यो भन्नेहरूको लागि चाहिँ यो रेसिपी है। यो चाहिँ एकदम हेल्दी अनि मर्निङमा अघिल्लो दिनमै प्रिपेयर गरेर फ्रिजमा राखेर हजुरहरूले यसलाई खान सक्नुहुनेछ। जस्तै मैले चाहिँ 2 चम्ची चिया सीड लिएँ, त्यसपछि ओट्स लिएँ, अनि ड्राई फ्रुट लिएँ, अनि मनतातो गरेर मिल्क हालेँ। हजुरहरूले चाहिँ आल्मोन्ड मिल्क हाल्न पनि सक्नुहुनेछ। अनि त्यसलाई चाहिँ हल्का फिट्दिने। यदि फिटेन भने चाहिँ त्यो चिया सीड एकै ठाउँमा जम्छ, अनि त्यसलाई फिटिसकेपछि चाहिँ हजुरहरूले एकछिन बाहिर छोडिदिनुहुन्छ, किनभने मनतातो चाहिँ डाइरेक्ट फ्रिजमा हाल्न मिल्दैन नि त। अनि एकछिन बाहिर छोडिदिनु होला, अनि राति सुत्ने बेला चाहिँ फ्रिजमा हालेर सुत्नु होला, अनि बिहान यस्तो देखिन्छ। You can add some your favorite fruits अनि enjoy.